एउटा कुरा अचम्म लाग्छ होला, मैले पनि अस्ति प्रधानमन्त्री भएपछि नै थाहा पाएँ भारतले नेपालको जग्गा मात्र होइन नेपालले पनि भारतको जग्गा धेरै ठाउँ मिचेको रहेछ। अनि यो कुरा चाहिँ अस्ति भर्खरै थाहा पायो, त्यही भएर दुईटै देशले अध्ययन गरेर हामीले मिचेको छौँ उहाँहरूले मिच्नु भएको छ के छ त्यसलाई चाहिँ बसेर एउटा साथीको रूपमा समाधान गर्ने चाहिँ हामीले सोच राखेका छौँ। धन्यवाद। कति मिचो त 4 हात मिचो कि 5 हात मिचो कि 1 किलोमिटर मिचो कि कसैले भन्छ 22 किलोमिटर भन्छ, कसैले 30 किलोमिटर भन्छ, कसैले 25 किलोमिटर भन्छ। कति मिटर हो? हाम्रो नियम अनुसार कानुन अनुसार अर्काको सिमाना भनेको चाहिँ 1 इन्च पनि मिच्नु हुँदैन र साँच्चै नै धेरै 22-23 किलोमिटरै या 1 किलोमिटरै मिचेको हो भने राति मिचेको हो कि दिउँसो मिचेको हो कि त्यहाँको नेपालीहरू के काम गरी बस्यो त? त्यतिखेरसम्म अहिले पत्रकारले थाहा नपाउने, तुरन्त थाहा हुने बित्तिकै चाहिँ 1 किलोमिटर मात्रै मिच्दै चाहिँ त्यतिखेर पत्रकारले थाहा हुनुपर्छ, सरकारले थाहा हुनुपर्छ। त्यहाँको गाउँपालिकाको वडा अध्यक्षहरूले वडा सदस्यहरूले आजसम्मको नेताहरूले के हेरी बस्यो त्यतिखेरै जानकारी। जबसम्म उद्घाटन भयो अनि मात्रै थाहा पाउने। यो हाम्रो के कमजोरी हो? हाम्रोमा मिची हेर ढुङ्गा भेटे ढुङ्गाले हान्छौँ, बन्दुक भेटे बन्दुक, खुकुरी भेटे खुकुरीले मिच्दैछौँ। हाम्रो सिमाना